सरर छर्किँदैन यसरी सरर तान्ने यो अलिक चिसो छ गाह्रो हुन्छ तपाईँहरूलाई है त्यही पनि ट्राई गर्नु भयो यो सरर पहिला दिएँ पहिला कहाँ रहेछ मेरो ब्यागमा ए सरर तानिसकेपछि अब हाम्रो मेन फोकस अब फर्स्टमा अगाडि के हुन्छ एक औँला जस्तो तपाईँहरूले क्याप राख्नु अनि यसरी थिच्नुहुन्छ नयाँ स्टुडेन्ट म्याक्सिमम है के हुन्छ यो पाहाड आउँछ अगाडि हिमाल पाहाड उठ्छ त्यही भएर यसलाई यसरी चाहिँ यो 4वटा 8वटा औँलाले म यसरी लाइन बनाउँदै यसलाई चाहिँ म प्रेस गर्दै जान्छु यसरी फर्स्टमा प्रेस गर्दै जान्छ अनि हाम्रो यहाँ के हुन्छ फर्स्टमा एउटा बोर्डर आयो यहाँ डाँडा पनि आयो भयो अब यति भइसकेपछि हाम्रो यो छेउछेउमा मिलाउँदा पनि भयो फर्स्टमा अनि भातलाई यसरी तान्ने यसरी तान्छौँ अनि सबैतिर इक्वेली राइस के गर्छौँ हामी अलिकति स्प्रेड गरिदिन्छौँ है इक्वेली अलिकति उत्तिने कति ग्राम्स अफ राइस रह्यो 75 to 80 ग्राम्स अफ राइस ओके कुनैमा धेरै कुनैमा थोरै नभने सेम है अलिअलि तलमाथि हुँदा केही फरक परेन यो यताको राइसहरू यताको नुरीहरू छोपिरहेको देख्नु भएको छ सबै छोपिनु पऱ्यो तपाईँहरूले पनि है सबै छोपिदिने अनि यो छ एउटा कि त दुईवटा बासमा राख्ने यो एउटा कि त दुईवटा बास छ नि है ठ्याक्क राख्ने अब इन्ग्रिडियन्ट्स यति भन्ने नै हुँदैन यसमा चाहिँ तपाईँहरूले अड्काउने हुन्छ अब जस्तै झ्याप्प लिन्छौँ जति राख्नु हुन्छ कि पाइयो अनि जति राख्नु पाइहाल्छ है अब यहाँ हेर्नु ल ठ्याक्क आउँछ बिस्तारै आउँछ एक मुठी उठाउनु दुई मुठी उठाउनु तर चाहिने कति त त्यति हाल्ने हो यसरी हामीलाई अलिक बढी लाग्छ भने निकालिदिनुपर्छ हो यसरी यस्तो यस्तो काट्यो भने चाहिँ डिस्टर्ब हुन्छ त्यही हो है यस्तो यस्तो नकाट्ने तपाईँहरू ओके यो भयो हाम्रो कुन स्टेपसम्म यो थर्ड स्टेप हो भात ल्यायो भात फिजायो इन्ग्रिडियन्ट हाल्यो थर्ड स्टेप पुग्यो अब फर्स्ट मिस्टेक सिल्ली मिस्टेक तपाईँहरूको सबैको नयाँ स्टार्टिङमा के हुन्छ यसरी यहाँनिर ल्याएपछि यो फर्म यहाँनिर बुढी औँलाभित्र छिराएपछि यो इन्ग्रिडियन्ट एकै ठाउँमा हुनु पऱ्यो अनि समात्दाखेरि पनि यहाँ सबै समातिनु पऱ्यो छेउतिरसम्म हो अनि म्याक्सिमम स्टुडेन्ट तपाईँहरू नआएको यहीँ मात्र चाहिन्छ यसो गर्छ